यहाँ चाहिँ बहुत दिने ठाउँ रहेछ यो तल तामाघाट बजारदेखि हेलो नमस्कार यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो ब्लगमा। आज चाहिँ धेरै समयपछि मैले युट्युबको ब्लग बनाएको छु है। कृपया सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। आज चाहिँ म काभ्रे पलाञ्चोक भगवती मन्दिरको भिडियो म तपाईहरुलाई देखाउन गइरहेको छु। कृपया सबैजनाले हेरिदिनु होला। ल भिडियोलाई लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है त गाइज। मन्दिरबाट तल देखिएको दृश्य यतिखेर चाहिँ म ठ्याक्कै पलाञ्चोक भगवती मन्दिर आइपुगेको छु गाइज है। यहाँसम्म चाहिँ गाडी ल्याइदिन्छ। यहाँबाट चाहिँ यहाँ मन्दिर जाने हो। मन्दिर पनि कता हो फर्स्ट टाइम हो म चाहिँ होइन, कता जाने हो यहाँनिर रहेछ पलाञ्चोक भगवती। यहीँको रहेछ त मन्दिर त। ल गाइज आज चाहिँ म तपाईहरुलाई हैन पलाञ्चोक भगवती मन्दिरको भिडियो देखाउन गइरहेको छु। सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। ल मन्दिर चाहिँ यही हो क्या सायद। दर्शक पनि यो पलाञ्चोक भगवती मन्दिर चाहिँ यही हो है। पलाञ्चोक भगवती मन्दिर ल त मन्दिरभित्र छिर्यो। लाइन बस्नुपर्ने रहेछ साथी हो यसरी है। मन्दिर चाहिँ यही हो पलाञ्चोक भगवती मन्दिर। त्यहाँ चाहिँ बाख्रा साख्रा काट्ने बोका सोका पनि चढाएको नरिवल फुटाउने त्यहाँ रहेछ। हेर्दा लाइन त कत्रो मन्दिर यहाँभित्रको चाहिँ फोटो खिच्न नदिने रहेछ। यहाँ छ यसरी अब म चाहिँ पूजा गरिसकेँ भित्र। ल सोल्टीहरू रहेछ यहाँ धेरै यस्तो सोल्टीहरू। ल मन्दिर चाहिँ बाहिरबाट देखिने। यता भित्रको देखाइहाल्यो तपाईँहरूलाई। यो चाहिँ बाहिर है मन्दिर बाहिरपट्टि। यहाँ चाहिँ बहुत दिने ठाउँ रहेछ। ल यहाँबाट देखिने भ्यू है तल चाहिँ
तामाघाट भन्ने बजार यो पारिपट्टि चाहिँ धुलीखेल यो तल तामाघाट बजार देखिन्छ भने पारिपट्टितिर चाहिँ यता साइडतिर चाहिँ धुलीखेलहरू के केहरू पर्छ देखिन्छ एकदमै हाइटमा रहेछ यो मन्दिर चाहिँ है यो मन्दिर चाहिँ अब यहाँ पलाञ्चोक मन्दिर हो हैन तपाईहरुलाई देखाइसकेको छु भिडियो काभ्रे जिल्लाको एकदमै प्रख्यात मन्दिर रहेको छ सबैजनाले भिडियो हेरिदिनु होला भन्न चाहन्छु र च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला भन्दै भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु थ्यांक यू सो मच